ल आज हाम्रो युट्युब च्यानलमा स्वागत छ सबैलाई। Seriously, have YouTube channel? मोबाइल पनि स्टोरेज युज गर्न हालिदिन्छु नि। म पनि पानी खाँदैछु छिटो छिटो है। किन मुख पोक्छौ? गुड। Mama sa kilas, ang eksim na ni on kanyas. थ्याङ्क यू। Eh, भयो पुग्यो? पुरै खानु म दिनु जस्तो। ल यहाँ बस। ल यता आऊ न, यता बस्ने। यता हामीलाई खेल्न सजिलो हुन्छ। ल हामीसँग अब 1-1.5 घन्टा कति घन्टा टाइम छ त्योपछि है। तिम्रो नाम भन्दै आनन्दले बस न भुइँमा। सरले बस। ल म चाहिँ एमबिबिएस सेकेन्ड इयर पास भएको म अबेर प्रसाद मैनाली। तिम्रो नाम? तिमी नर्सरी हो? ल ऊ नर्सरी। अब म चाहिँ एमबिबिएस स्टुडेन्ट हो। ऊ चाहिँ अब हो के खेल्ने डक्टर खेल्ने के खेल्ने? ल यो लगो पहिला। ल लगाउनु। ल गुड गुड हामी लगाइसक्नु भयो उहाँले। लगाइहालौँ नै। गुड। ल पहिला घर बनाइहालौँ ल। ओके ल घर बनाऊ है पहिला। ल घर बनाउनु। ल म तिमीलाई दिन्छु घर बनाइहाल त छिटो छिटो। ल यो घर कसरी बनाउँछ बनाउँछ मलाई। ठुलो कति तल्लाको बनाउने घर? ल घर बनाऊ छिटो छिटो बनाऊ है। यस यहाँ म तिमीलाई घर बनाउने सामानहरू दिन्छु। घर बनाइहाल। ल घरमा हाम्रो गाडी पनि छ है एउटा। हाम्रो गाडी पनि छ राखिराखौँ। खोइ कुन हो घर? यो त टावर होइन त। यो त भ्यू टावर होइन। त्यसो गरौँ यसलाई यहाँ माथि राखिदिउँ। म दिइहाल्छु नि। ओए ल खोइ घर राम्ररी खोइ त घरमा त चोर पसिहाल्छ नि यसरी। घर छोप्नु पऱ्यो त ल्याउ त। ल हेर यसलाई यता राखिदिउँ है। ल यस्तो गरौँ। ओए सरी ल रुक। गर ल। ए ल
कति हाँस्यो कि ल ल ल यो हाम्रो यति भइ पुग्छ हामीलाई घर ल रुक यस्तो गरौँ ल बिस्तारै अटाउ त गाडी त्यहाँ बिस्तारै अटाउ त यहाँ गाडी नै नै नलु यहाँ गाडी अटाउ त यहाँ गाडी अटाउ न हाम्रो गाडी यहाँ ट्याक्क राख्नुपर्छ नभए चोरिनु लग्छ बिस्तारै यहाँ नढलाइकन यसरी राख्ने नि त ठिक छ ल यो हाम्रो घर भयो ल यता यो यता राखौँ हाम्रो यो घरमा यता सिफ्ट छ ल यता 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 अब हामी अब डक्टर खेल्नु पऱ्यो नि त ल यता बसौँ यता त्यो ढलाउनु भएन है तिमी के भन्ने डक्टर बन्छौ कि पेसेन्ट बन्छौ ल यता यता बसाऊ यता यता बसौ त्यो नढलाइकन है अरे ढलेन नि ल तिमी पनि डक्टर बन्न ल एउटा ल ल समूह कसरी लगाउँछ यो मिले लगाएको हो रुक तिम्रो म ल ल ल ल ल लगाउँदै पर्फेक्ट 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 है पर्फेक्ट मलाई पनि चाहियो नि त एउटा कहाँ छ मेरो चाहिँ त्यहाँ मेरो त्यो ल्याउ त यो मेरो होइन त यो तिम्रो साइजको होला त्यो मेरो होला नै नै त्यो चाहिँ मेरो हो यो मलाई सानो भयो यो तिमी लगाउनु हुन्छ प्लिज 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 म रुन्छु फेरि थ्याङ्क यू तिम्रोमा अट्छ कि अट्दैन हेर त्यही ए आयो आएर ठिक छ ल ल मसँग पनि आयो तिमीसँग पनि आयो है ल ठिक छ ए नै नै यो छ त यो लगाऊ न यो निकाल नै यो लगाऊ न यो राम्रो देखिन्छ हो यो लगाऊ यो निकाल यो तिमीलाई कानमा अट्दैन कि त्यो केही हुँदैन लगाऊ न यो तिम्रो खोइ यहाँको यो नै नै यो यहाँ लगाऊ न यहाँ राम्रो देखिन्छ कि यहाँ यहाँ ल अनि कसरी जोड्छौ त अनि त्यो हो भनिरहेको छु त म त्यही हजुर ल मिलेको त अरे झऱ्यो ल हाल राम्रोसँग लुज भयो यस्तो गरौँ त ल यो रह यसको यो ट्युब दिउँ त ल ल रुक अब तिमीलाई के चाहिन्छ मान्छेलाई बचाउनलाई यो एउटा भयो नि सुई सानो भयो नि चल्छ नि हामीलाई के फरक पर्यो ल कैँची ल कैँची पनि राख सुई साँच्ची केको डक्टर पढ्ने आइरहेको झन् सजिलो हो उसलाई अरू के चाहिन्छ तिमीलाई यो यो चाहिँदैन है हामीलाई यो पनि चाहिँदैन हजुर ल यो चाहिन्छ यो पनि चाहिन्छ यो मुटुको धड्कन भन्दा रहेछ 100 छ 100 रहेछ अहिले है ल मिलाउनलाई पछि त बिस्तारै पेसेन्टलाई हामी आफ्नै ठाउँमा ल्याउँला है केही फरक पर्दैन स्टेबलाइज गरौँला घरमा एउटा थपिदिइहाल्नु गरेको रहेछ तिम्रो ठिक छ योभन्दा यो राम्रो रहेछ मुटुको है ल
राख्थ्यो होइन। अब यहाँ हामीलाई कपाल सपाल त चाहिँदैन। ल त्यो त्यहीँ जोड्छु। घोडामा राख्ने हम्मर चाहियो त्यहाँ छ। हतौडा चाहियो। बात छ कि कसैलाई होइन, रिफ्लेक्स ठिक छ कि छैन एकछिन ल्याउनु तिम्रो खुट्टायो मलाई हो। काबुती मात्र 22 ठिक छैन। ल भयो धेरै नखेरौँ। खोइ त नि आफ्नो हतियारहरू किन लुगाइरहेको त्यहाँ। ल ननिकाल न त्यसरी। अब नचलो है। ल चलाउँदै नचलो अब। ओके ल यो लगाऊ त्यसो तिमी यो लगाऊ त्यो मलाई दिऊ। मामाले कति टाढो बनाइदिनु अझ त्यो। ल यो लगाऊ। ल लगाऊ यो तिम्रो ल लगाऊ म आफ्नै लगाउँछु। ल ननिकाल फेरि निकाल्यो भने त। मामाले ठुलो सास गर्नु मन। रुक एकछिन म पहिला तिमीलाई ल यो पनि चाहिन्छ फेरि हामीलाई। यो सबै तिम्रो यहाँ मुटुको धड्कनहरू देखाउँछ यसले। एकछिन रुक न पहिला मलाई यहाँ मिलाउन देऊ न अनि म सुत्छु त्यहाँ। रुक न तिमी मेरो जाँच गर्नु। ल तिमी यो लगाऊ त यो डक्टरको रहेछ यो। त्यो उठ्यो कि फाल्दो केटा हो। त्यो अल्को हो कि त्यो सेतो। हजुर होइन त्यसो के गर्नु मिल्छ। ल डक्टर यस त्यसरी अर्को बेला त्यो मुनि पनि छ त्यो। यहाँ मुनि छ। हो त्यो तल्लोमा यसमा छ। हो त्यो अनि त्यो सेतो त्यसले अड्काउँछ होला कि अर्को छ नि रसिएको हो त्यो। यसरी गर्ने भन्नुभयो। अनि भान्जी छ के छोरी कि खेल्छ नि आउँछ नि फाल्छन् फाले खान्छ क्या सबै। उयो बस्नुसम्म दिक्क लाएर मैले पनि कहिले टिपेर पनि राखिदिनु न। ठिकै हो। हामीले अघि लगेर हजुर त क्या तिमी भनेको तिमी एकछिन मलाई एकछिन खोजिरहेको छु। ल यस्तो भन तिमी राख होइन अनि तिमी मलाई यसरी भन म डक्टर विद्याना होइन के अरे विधाता हो। विधाता पौडेल म डक्टर। म तपाईँलाई यसो भन्नु म तिमीलाई आज ठ्याक्क पर्फेक्टै सिकाउँछु हुन्छ। ल पहिला यो कार्ड समाउ। ल तिमी पहिला के भन्नु पऱ्यो मेरो नाम के हो भन्नु पऱ्यो। नाम भन त। नै राम्रोसँग भन। ल मेरो नाम विधाता पौडेल हो भन न। म डक्टर हो भन न। ल अब हेर अब के भन्नु पऱ्यो नि मान्छेलाई जाँच्नुभन्दा अगाडि नि उसलाई पहिला भन्नु पऱ्यो तिमीले के गर्न आँटेको छौ भनेर हुन्छ। अब मलाई तिमीले के भन्नु पऱ्यो म तपाईँको धड्कन जाँच्न गइरहेको छु हुन्छ। भन्नुपर्छ कि नभए भन्दैन भने फेल हुन्छ। डक्टर होइन नि त। त्यही त म तपाईँलाई यस्तो गर्न जाँदैछु तपाईँलाई केही अप्ठ्यारो भयो भने भन्नु होला। यदि अप्ठ्यारो भएको छैन भने म गर्न गइरहेको छु हुन्छ हुन्छ भन्नु पऱ्यो। हजुरलाई ज्वरो चेक गर्छु भन न। ल म ढल्क्यौँ त यतै ढल्क्यौँ मै त सुतौँ त चेक गर्न। अब भन्नु है फर्स्टदेखि फेरि खोइ कार्ड तिम्रो कार्ड होइन तिम्रो डक्टरको कार्ड यो खोइ त यस्तो राखिराख्नु पऱ्यो नि त। ल के सिकाएको थिएँ तिमीलाई मैले फर्स्टमा कन्सेन्ट लिनु पऱ्यो। खोइ सास फेर्ने खोइ चेक गरे। बस तल बस। ल पहिला भन पहिला के भन्नु पऱ्यो तिमी को हो त डक्टर खोइ भने खोइ मलाई। म विधाता पौडेल डक्टर हो भन। मामाले म विधाता पौडेल हो डक्टर म हजुरलाई ज्वरो चेक गर्न गइरहेको छु भन।
स्कुल गयो भने ज्वरो आउँछ घरमा हो र यहाँ गाली गर्छन् मोटी कस्तो राम्री बोली भयो थिएँ यसो दिन जहाँ राम्री भयो भने अनि त्यहाँबाट स्कुल पढाउनु लाने स्कुलको फेरि कुनै कुनै ठाउँमा त हाल्दा पनि रहेछन् कि बच्चाहरूले यहाँ अर्कालाई गाली गर्दा डराउँदा पिट्दा डराउँछ त्यो बोर्डिङमा यो मन्टेश्वरीमा त पिट्दैनन् सबै यत्रो यत्रो हुन्छन् मैले उहाँ काठमाडौँको एउटा मोन्टेश्वरीमा हानेको देखेको छु कि बच्चाहरूले हान्छ नि हाल्नु अनि त्यही भएर चुपचाप नरोइकन बस्दो रहेछन् कि डरले भयो नि त्यहाँ अनि यो पढ भनेर दबाउँदो रहेछ कि यहाँ के हुँदो रहेछ कि यहाँ खा मान्छे त्यो खाना टकाएर चाहिँ खा खै भन्दा रहेछ नि डराउँदो रहेछ कि के हो के डर आएर त्यहाँ त्यत्तिकै ज्वरो आउँछ कि ज्वरो आएर घर अहिले 2 हप्ता भयो ठ्याक्कै नगयो आज पठाइदिएको भयो आज लैदिएको त्यही रुँदै 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 गइसक्यो पहिला माम खाने भन्दा अगाडि माम खाएर नुनु गर्ने मन्टेश्वरी नजाने मान्छे डाक्टर खोइ त देख्दिनँ त म सीमा दिदी हराउनु भयो डाक्टर साहब विद्याता कता छिन् डक्टर विद्याता डक्टर साहब कता हुनुहुन्छ विद्याता पूर्णिका पौडेल हो के नाम बाबाले विद्याता लर राखिदिए अघि मात्रै भइसक्यो त्यसै म आफै चेक गर्छु है त तिमीले चेक नगरिदिनु भएपछि ल ढुकढुक 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 मेरो मुटु 80 बिट्स पर मिनेट तिमीले अनि चेकै गरिदिनु मलाई कसले चेक गरिदिनु सीमा दिदी मलाई चेक गरिदिनु आइस न मलाई मामालाई म कमिला टोक्छ हेर त त्यहाँ कमिलासँग आउँछ सीमा दिदी चेक गरिदिनु पर्यो भाइटल्स भाइटल लिन आइदिनु पर्यो यहाँ चेक गरिदिने यस्तो चाहिँ गर्ने अब त्यत्रोमा यस्तो गेम किन हान्ने भन्ने हो अब मलाई चेक गर्ने हो तिनीहरूलाई आउँछ चेक मलाई चेक गरिदियो त ल लामो सास फेरि भनेर चेक गरिदियो दादा ऊ प्यासेन्ट भन्नु भएको मामा चेक गरिदियो हो ल लामो सास फेरि भने राम्रोसँग यहाँनिर यहाँ त्यहाँ चेक गर यहाँ माथि हो ल ल बिरामी त सिकिस् त हुँदैन हो अब नानी यता यता नि अब पछाडि फर्किनु न अब ढाँडा चाहिँ गर सुइलाइदिएर सुइलाइदिएले यता लगाइदिउ न यता 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 लगाइदिउ न भनेको मान्छे पर्कसन गरेर हो कन्भर्सन गरे होइन के गर्यो मामाले यस्तो यस्तो ल्याएर यस्तो मजाले खेलाउनु भयो मामाले राम्रोसँग पानी खान पानी खान के गर्नु मामा ठिक हुनुहुन्छ ठिक छ भन के भन्नु उहाँ पसल जान्छु यस्तो चिसो पानी खाने आछु आउँछ अहिले यति यसो त यस्तो बस्छ कसलाई भनिहाल्दै सीमा दिदी फ्रिजको पानी फ्रिजको पानी बुनुलाई चाहिँ यहाँ तातो पानी भन्ने अनि आफू चाहिँ
छेउ आउँछ कस्तो म हेर्नु त्यसपछि म यहाँ